ओके आज म तिमीलाई मिडियम पेसको ग्रिप सिकाउँदैछु के मिडियम पेसको ग्रिप यो सिम हो कि हो सिम हो अब यसलाई हामीले ग्रिप गर्नुपर्छ के गर्नुपर्छ ग्रिप गर्नुपर्छ है ओके यो हाम्रो इन्डेक्स फिङ्गर हो कुन फिङ्गर हो इन्डेक्स फिङ्गर ओके मिडल फिङ्गर र थम इन्डेक्स फिङ्गरलाई हामीले यसरी लिन्छौँ भनेपछि मिडल फिङ्गरलाई यसरी र थम यो हुन पर्यो ग्रिप है यसरी हामीले ग्रिप पक्रायौँ है ओके अनि यो ग्रिप चाहिँ हामीले चाहिँ न टाइट न लुज ठिक्कको आफूलाई कम्फर्टेबल हुन पर्यो के हुन पर्यो कम्फर्टेबल हुन पर्यो बुझ्यो नि यही नै के हो हाम्रो सिम हो सिम बुझ्यो नि यसलाई नै हामीले ग्रिप गर्न पर्छ क्लियर हेर यसरी सिममा त्यसरी सिममा हुन पर्यो देखिन होइन यो पाममा पनि टच बसिन है यो पाममा टच बसिन गेप छ हेर है क्लियर भयो यो कुन फिङ्गर हो इन्डेक्स फिङ्गर यो मिडल फिङ्गर र यो थम बुझ्यो बुझ्यो नि होइन हामीले कसरी ग्रिप गर्ने भन्ने बुझ्यो होइन क्लियर छ नि